स्टप हुन्छ नत्र वार स्टप भएपछि तपाईँको फ्लाइट तपाईँको सुचारू भइहाल्छ। कति पैसा छैन, अब के खाने, कहाँ बस्ने, कहाँ सुत्ने, अब के गर्ने। अब पैसा फिर्ता गर्नु पर्यो कि अब मेन पावरसँग अब कुराकानी मिलाउने हो। के अरे ब्याएको सर, अब मान्छेहरू यहाँ बाहिर बोलाएर पनि के गर्ने सर, बाहिर अब तपाईँको वार चलिरहेको छ, अफिसको मान्छे आएर तपाईँलाई उठाइदिन्छ भन्नु पनि सक्दैन होइन सर। अहिलेलाई तत्काललाई अहिले फ्लाइट स्टप हो, तपाईँहरू न्युज हेर्नु है। वार तपाईँको स्टप हुन्छ नत्र वार स्टप भएपछि तपाईँको फ्लाइट तपाईँको सुचारू भइहाल्छ। वार चलिरहेछ त्यो, अब त्यसपछि त भरे अब आज मिटिङ हुन्छ, एयरलाइन चाहिँ कुनै एउटा कतैबाट कहाँबाट लान सक्छ भने त्यही अनुसारले गर्ला, तपाईँहरूलाई सम्पर्क गरिहाल्छ। सर एउटा यति होइन, मैले बुझेँ हजुरहरू टाढाबाट, हजुर मात्र होइन यहाँ धेरैजना मान्छे टाढाबाट आउनुभएको छ। प्राय नेपाली सबै टाढैबाट आउनुभएको छ यहाँ। कहाँदेखि आउनुभयो? हामी त धनुषाबाट। कहाँ जाँदै हुनुहुन्थ्यो? साउदी जाँदै हुनुहुन्छ। अब त क्यान्सल भयो, कहाँ बस्नुहुन्छ? हजुर। अब हामी बेर जान्छु, 3 देखि हामी चक्कर खान्छु एयरपोर्टमा आएर। 3 दिन अब कति पैसा छैन, अब के खाने, कहाँ बस्ने, कहाँ सुत्ने, त्यो त हामीलाई अब धोका भइपुग्नु पऱ्यो नि। हामी के गरौँला यहाँ बसेर? तपाईँ नि भन्नुहोस्। पहिला पनि गएर हुनु कि पहिलोचोटि जाँदै हुनुहुन्छ कि? हामी यो फर्स्टचोटि हो। फर्स्टचोटि हो हामी। कतिजना हुनुहुन्छ तपाईँहरू ग्रुपमा? हाम्रो ग्रुपमा जम्मा 9 जना हो, 3 जना चाहिँ हामीलाई थाहा छैन, तर 6 जना। 6 जना हामी चाहिँ म चाहिँ गोर्खाबाट पहिलोचोटि जान्दैछु। पहिलोचोटि जाँदै हुनुहुन्छ। अनि कुनै म्यान पावर मार्फत जाँदै हो तपाईँहरू? अब आज बस्ने भन्नु न, स्काई मेन पावरबाट। ओके। अनि अब त क्यान्सल भयो, अब के गर्नुहुन्छ? अब के गर्ने। अब पैसा फिर्ता गर्नु पर्यो कि अब मेन पावरसँग अब कुराकानी मिलाउने हो। पैसा फिर्ता गर्नु पर्यो। कति पैसा बुझाउनु भयो? हामीले 1,70,000 बुझाएको। कसैले 2 लाख पनि बुझाएको छ, कसैले 2 लाख पनि बुझाउनु भएको है। त्योभन्दा बढी पनि छ, कसैको 2.5 लाख पनि होला। मन पऱ्यो।